Hello, we are back to Manang from Milarepa Cave. Fresh Manang apples. Wow. Dhale. अब चाहिँ हामी मनाङबाट खाङसार जाँदैछौँ गाडीमा। आज बिहान अर्ली मर्निङ हामी मिलारेपा दर्शन गर्न गयौँ। त्यहीँ 5-6 घन्टा लाग्यो है। 5-6 घन्टा लाग्यो हामीलाई, त्यही भएर थाक्यौँ। अनि त्यही भएर अब चाहिँ हामी खाङसारमा गएर बस्छौँ आज। मनाङ आइसकेपछि चाहिँ मिलारेपा केभ चाहिँ पुग्नै पर्ने ठाउँ रहेछ। एकदमै इम्पोर्टेन्ट नै रहेछ। ल है खाङसार आइपुग्यो। खाङसार हाम्रो नेक्स्ट स्टप। आज हामी यहाँ बस्छौँ। आज हाम्रो बास यहाँ आउनेछ। भोलि बिहान चाँडै तिलिचो बेस क्याम्पको लागि हिँड्नुपर्ने छ। दाल भात खाइन्छ नो? दाल भात पावर। भोलि बिहान 6 बजीसम्म पावर हो। हेलो, गुड मर्निङ फ्रम खाङसार। अहिले बिहानको 6:10 भयो। हामी यहाँबाट हिँड्यौँ। अब हाम्रो पहिलो डेस्टिनेसन श्रीखल्का हुनेछ। श्रीखल्कामा हामी खाना खान्छौँ, ब्रेकफास्ट खान्छौँ। त्यसपछि अनि हामी पुग्छौँ आज तिलिचो बेस क्याम्प। ओके, यताबाट याक खर्का, यताबाट तिलिचो लेक। अब हामी जान्छौँ तिलिचो लेक पट्टि होइन त। 5 आवर्स यहाँबाट खर्का। यस्तो राम्रो हिमाल सुन जस्तै टल्किरहेछ। दामी, नाइस। 50 किलो है? 50मा धेरै होला नि। बढी छ होला। हरियो डाँडा, सेतो हिमाल, निलो आकाश अनि स्वच्छ हावा। वाउ, ट्रेकिङको मजा यो हो नि। आहा, बिहान 6:10 हिँडेको खाङसारबाट। अहिले 6:35 भएछ। हामी यहाँ पुग्यौँ। यो देखिरहेको यो चाहिँ यो श्रीखल्का भयो। बल्ल सिधा बाटो आयो। बेस क्याम्पसम्म चाहिँ बत्तीको सुविधा रहेछ। निलो आकाश, सेतो हिमाल, सनराइज भइसक्यो। हिँड्नु नसक्नेलाई घोडाको सुविधा पनि रहेछ है यहाँ। कस्तो भइरहेछ त? ठिक छ, अहिलेसम्म त गाह्रो छैन। त्यस्तो ठाडो बाटो छैन। ठाडो बाटो छैन, अहिलेसम्म ठिक छ। त्यो चाहिँ बेस क्याम्पबाट चाहिँ गाह्रो हुन्छ होला। तर गाह्रो नहोला, नहोस् भन्ने आशा गरौँ। छोड्दैन रहेछ यहाँ। त्यहाँ माथि देखिरहेछ श्रीखल्का। हामी त्यहाँ गएर अहिले ब्रेकफास्ट खानेछौँ। के हो, साह्रै गाह्रो भयो क्या।
खाङसारबाट श्रीखर्का जाने बाटोको पहिलो ठाडो उकालो यो तोरीको फुल देख्ने उकालो छ। यो उकालो सकेपछि हामी श्रीखर्का पुग्छौँ। हो ठिक छ हजुर? आमा ठिक छ? आया ट्रेकको मजै यो हो कि दुःख पीडा गाह्रो सास फुल्ने, तर माथि पुगेपछि फेरि रिल्याक्स आनन्द हुन्छ। यस्तोमा के गर्नुपर्छ अरे? यस्तो ठाडो उकालोमा हिँड्दाखेरि चाहिँ हामीलाई एकदम गाह्रो हुन्छ। त्यही भएर माथि हेरेर हिँड्यो भने अझै स्ट्रेस हुन्छ। त्यही भएर हिँड्दाखेरि यसो आफ्नै खुट्टामा हेर्ने अनि खुरुखुरु हिँड्यो भने त्यति दुःख भएको महसुस हुँदैन भन्छ मैले सुनेको। त्यही भएर हामी पनि त्यही गर्न लाग्दैछौँ। तर त्यो होइन रहेछ है। जहाँ हेर नि खुट्टा जहाँ हेर नि गाह्रो चाहिँ हुँदो रहेछ। उकालो हिँड्न गाह्रो भयो। नयाँ फर्मुला छ है। मोबाइल खोल्ने अनि यसरी पेजा पढ्ने, कहीँ पनि नहेर्ने पेजा पढ्ने मात्रै। गाह्रो भयो भने यहाँ सपोर्टले हुन्छ। काँडामा सपोर्टले हुन्छ अरे। त्यही भन्छ। अहिले हामी श्रीखर्का पुग्न लाग्यौँ। अब यहाँ थोरै मात्रै बाटो छ, थोरै छ। यो बाटो चाहिँ कहाँ रे? याकखर्क। अब हामी तिर्चोक गएर आएपछि फर्किँदा हामी यो बाटो जान्छौँ अनि थोरङलाई पास गरेर अनि मनाङ निस्किन्छौँ। ल के भन्नु छ तपाईँलाई? हेलो गुड मर्निङ फ्रम श्रीखर्का। हामी बिहान मनाङबाट के अरे खाङसारबाट 6:15 हिँडेको। अहिले कति बज्यो? 7:30 हुन लाग्यो। अब हामी श्रीखर्कामा ब्रेकफास्ट लिन्छौँ। त्यसपछि तिलिचो बेस क्याम्पतिर लाग्छौँ। आजको हाम्रो बसाइ तिलिचो बेस क्याम्प। थ्याङ्क यू। खाङसारको बारेमा ल खाङसार चाहिँ कस्तो रहेछ? हामी राति आइपुगेको बेलुका होइन, हेर्न चाहिँ केही पाएन। अनि बिहानै उठेर आयो। खासै मनाङ जतिको रमाइलो चाहिँ छैन रहेछ है। अलिक सानो ठाउँ रहेछ। होटल सानो होटल रहेछ। अनि रुम चार्ज 500 आउन्स। भेज खाना कति हो? 550। मनाङमा भेज खानाको 750, खाङसारमा भेज खानाको 550। रुमको चाहिँ मनाङमा पनि 500, खाङसारमा पनि 500 रुपियाँ। रुम चार्ज सस्तो छ यहाँ। हामी श्रीखर्का आइपुग्यौँ। 4070 मिटर एल्टिट्युड यहाँको। यस्तो छ यहाँको भ्यू। अहिले बिहानको भ्यू। होटल एट श्रीखर्का हिमालयन स्टोर। ल छिरिङको फसल यहाँ पनि रहेछ है। के अरे ठाउँको नाम? श्रीखर्का है। श्रीखर्काबाट माउन्टेन भ्यू। अनि खाजा खाँदै रोकेको। के खाने हामीले? ब्रेडहरू यहीँ बनाउने हो? यहीँ बनाउने? ब्रेडहरू चाहिँ यहीँ बनाउने। के हो हाम्रो? टोस्ट अमलेट 3, टोस्ट अमलेट 3टा, बोइलर 2टा, इलेक्ट्रिक 3टा। ठिक छ। अहिले यस्तो भ्यू हेर्दै खाजा खान पाइन्छ यहाँ चाहिँ। यो लोवर श्रीखर्काबाट अप्पर श्रीखर्का आउने बाटो चाहिँ एकदमै ठाडो उकालो रहेछ। साह्रै गाह्रो उकालो रहेछ। आधी घन्टा भइसक्यो हामी हिँडेर। अब हेरौँ
अप्पर श्रीखर्का आइपुग्यो। अप्पर श्रीखर्का यही हो। हामी चाहिँ अघि बिहान ब्रेकफास्ट लोवर श्रीखर्कामा हिमालयन भ्यू भन्ने ठाउँमा खाएको ब्रेकफास्ट त्यहाँ लियो। त्यहाँ चाहिँ टोस्ट कति डबल अम्लेट टोस्टको 700 रुपियाँ अनि ब्ल्याक टीको 80 रुपियाँ। ओके बोइल कति हो 150 350 दुईटाको हो 175। यो अप्पर श्रीखर्का आइपुग्यो हामी आधी घन्टामा। एकदमै ठाडो उकालो रहेछ। बाटो थियो यो बाटो हुँदै जानुपर्छ पहिलो बाटोमा। झुलुङ्गे पुलमा आइपुग्यौँ हामी। यहाँबाट माथि चढ्नु पर्ने रहेछ। टाढो छ उकालो। हेलो काम यसरी झुलुङ्गे पुल कटेर यहाँबाट हुँदै यसरी यो भिरबाट चाहिँ ठाडो बाटो त्यसमा जानुपर्नेछ। हेलो गाइस कहाँ पुग्यो? माथि पुगेछ। कहाँ पुग्यो माथि हाइट यस्तो छ यहाँको सिनारियो। हेलो थाक्यो। कम सजिलो छ है। आउनु यहाँको एल्टिट्युड 42 से 30 रहेछ। बल्ल काटियो कालो। बल्ल अप्पर के अरे अप्पर श्रीखर्का कट्यो। अब चाहिँ उकालो छैन। त्यो यो पोइन्टसम्म उकालो छैन है। यो पोइन्टसम्म चाहिँ यो चाहिँ ल्यान्डस्लाइड एरिया भयो। त्यस्तो ठुल्ठुलो ढुङ्गा त आउने होइन। मौसम हावा चलेपछि चाहिँ सानो ढुङ्गाहरू चाहिँ खस्छ अरे यहाँ यो बाटोमा। ओके अब बिस्तारै जान्छौँ हामी। अब यो बाटो चाहिँ अलिक सजिलो छ। इजी बाटो पऱ्यो। उकालो छैन। तेर्सो बाटो तर अलिकति जोखिम बाटो छ। यो चाहिँ हावा चल्यो भने चाहिँ माथिबाट पहिरो आउने डर हुन्छ। सो अलिकति ग्रुपमा हिँड्नु छ भने कोही अगाडि कोही पछाडि गरेर हेर्दै हिँड्नुपर्ने हुन्छ यहाँ चाहिँ। ओके ठिक छ गाउन मिल्छ त्यसरी गाउन मिल्छ।
लोवर ट्रेल नै होला कहाँ रहेछ ल्यान्डस्लाइड एरियाभन्दा अलि अगाडि एउटा सानो टी हाउस रहेछ है इनकेस केही परिहाल्यो भने राति आउँदा ढिलो भयो भने यो टी हाउसमा बस्न सकिन्छ ल्यान्डस्लाइड एरिया रहेछ यो यहाँको सानो ढुङ्गाहरू खस्छन् रे Okay, हामी आउँछौँ ल keep going चिप्लो बाटो चिप्लो रहेछ बाटो चिप्लो भयो यो राखेको छ रेलिङ चाहिँ अलिक खतरनाक ठाउँहरू चाहिँ यहाँबाट लडी एङ्गल मिलाउँदैछ एकजनाले एक मिस भयो भने तलतिर पुगिन्छ चारवटा लट्ठा ब्यागमा बोकेर बिस्तारै जाऊ है एरिया त हामीले एकदमै स्ट्रेट मात्रै सोचिरहेको थियौँ यहाँ त ओह्रालो उकालो रहेछ ओह्रालोमा चाहिँ साह्रै गाह्रो हुँदो रहेछ चिप्लेर ब्यालेन्सै नमिल्ने अझै यस्तो बाँकी छ यो रेलिङ लागेको थियो भिरमा यस्तो छ यहाँ चाहिँ स्लोप त्यसपछि यहाँबाट फेरि अझ डेन्जर बाटो छ ठिक छ
बिस्तारै बिस्तारै बिमा स्लोली है यहाँ के भनेको छ भने डु नट स्टप किप गोइङ स्लोली है यो ट्रेलमा चाहिँ स्टप गर्नु हुँदैन किन माथि आउने चान्सेस छ किप गोइङ यस्तो छ मुनि पहिरो पुरै सम्म ल बल्लमर्स्याङदी खोला बल्ल 1 घन्टा लाग्यो यो पहिरोको बाटो दक्षिण बाटो कट्नलाई अब यहाँबाट ठ्याक्कै यसो गरे हो त्यो बेस क्याम्प हाम्रो गन्तव्य यही हो अनि भोलि चाहिँ अब यहाँबाट यस्तो गरेर यो ट्रेल गएर यहाँ यो ठ्याक्कै यो हिमालको मुनि चाहिँ तिलिचो लेक हुनुपर्छ तिलिचो बेस क्याम्प अजमजम यही हो तिलिचो बेस क्याम्प ल त्यही त 6 बजे हामी खालसाबाट निस्केको बिहान अनि श्रीखड्कामा ब्रेकफास्ट गरेर यहाँ अहिले 11 बज्यो बेस क्याम्प यही हो ल बेस क्याम्प यही हो त्यसपछि लगभग 5 घन्टा पुरा लागेन आकाशको कलर हेर्नु ल हामी यहाँ रेस्ट गर्दैछौँ जीवन जल खाएर होइन रिहाइड्रेसन सबभन्दा बेस्ट यो ट्रेक गर्दाखेरि चाहिँ जीवन जल होइन एकदम राम्रो 10 प्याकेटमा होइन होला 11 प्याकेट पुगेछ के हो र 11 प्याकेटमा जम्मा 1 प्याकेट सक्यो अहिलेसम्म ए हुन्छ फेरि हाम्रो चढाउनलाई पास पनि छ नि त ल यसो छ यहाँको भ्यू है पछाडि यस्तो भिड छ यहाँ हामी यस्तो रिक्स गर्नु बसिरहेको छ मान्छेहरू आयो भने त आयो फेरि अनि यहाँबाट यस्तो गरेर बेस क्याम्प आइपुग्यो ल 360 हान्दिउँ नि त लेकमा यो तिलिचो ट्रेकमा हिँड्न गाह्रो हुनेहरूलाई घोडाको पनि व्यवस्था रहेछ यहाँ त हिँड्न नसक्नेहरूलाई लेक लाग्यो भने बिरामी भयो भने रेस्क्यु गर्न चाहिँ यहाँ चाहिँ घोडाको सुविधा रहेछ तर मैले सुने अनुसार चाहिँ अत्यन्त महँगो छ अरे फेरि यहाँ है 8,000 10,000 15,000 अझै पनि बढी होला सायद आपतकालीन समयमा चाहिँ घोडाको सुविधा रहेछ आयो तिलिचो बेस क्याम्प नाइस प्लेस राम्रो ठाउँ रहेछ है यो चाहिँ ल्यान्डस्केप चाहिँ यो हो तिलिचो बेस क्याम्प यस्तो होटलहरू रहेछ Terrace. होटल चाहिँ यही हो तिलिचो बेस क्याम्प इन रेस्टुरेन्ट बार यहाँ देखिन्छ मजाले हिमाल देखिन्छ होटल चेक इन गर्दैछौँ यहाँ होटल बेस क्याम्प इन रुमहरू चाहिँ यहाँ तल रहेछ यस्तो भएर अनि यहाँ भ्यू पनि देखिनु रहेछ मजाले रुम चाहिँ तल रहेछ तलको रुम त्यसो यहाँ 3टा बेड भएको चिटिक्क विथ एट्याच बाथरुम यस्तो छ तिलिचो बेस क्याम्प बाबरे बाप यिनीहरू त मजाले घाम तारेको है घाम ताप्ने हो कि माथिको हिउँ सेक्ने हो माथिको हिउँ आमा हिमाल माथि हेर्न सेतै भएछ पुरै कस्तो हो रे भन्नुहोस् त यो छ
22 घुम्ती कटेर अनि माथि टपमा पुगेर अझै त्यहाँबाट हाफ एन आवर हिँडेपछि मात्रै बल्ल तिल्चो लेक आइपुग्छ अरे। यो सेतो हिमाल एन्डिङमा चाहिँ लेक छ अरे कि। ओके घोडा पाउँछ अरे। घोडा चाहिँ यहीँबाट चढेर त्यस्तै हो अरे। बोलायो भने नि त्यस्तै चार्ज हो अरे 6000। नसक्नेहरूलाई नसक्नेहरूलाई गाह्रो भयो भने चाहिँ घोडा बोलाउनु दिन्छ अरे क्या। अलि हावाले डिस्टर्ब चाहिँ गर्दैन रहेछ। मान्छेले त डिस्टर्ब हुन्छ कि। कहाँ आइपुग्यो? हो बेस क्याम्पको होटलहरू तल निकै माथि आइपुग्यो। एल्टिट्युड पचाउन आएको हामी यहाँ। तल होटलको चाहिँ के थियो? जिन्जर टी खाँदै यो मुनि है होटल हो त्यो खोजमा भाइले चाहिँ के बनाउनु लाग्यो यस्तो? टीमा उसले जिन्जर टीमा कफी हाल्दैछ। जिन्जर टीमा उसले जिन्जर टीमा कफी हाल्दैछ। जिन्जर टीमा कफी। ल यहाँ 22 घुम्ती गरेर यो बाटो यस्तो ल यहाँ 22 घुम्ती गरेर त्यो पहाड नागेपछि कति घन्टा रे? हाफ एन आवर भन्दैछ। हाफ एन आवर गएपछि बल्ल बल्ल तिल्चो लेक 4 घन्टाको ट्रेक। हामीलाई पनि 4 घन्टा लाग्छ। हामीलाई 5 लाग्न सक्छ। गजब बेइज्जती है। हजुर यो नयाँ हजुर यो एकदम रमाइलो लागिरहेछ। हिजोदेखि मौसम छ हिँडेकै छौँ। अहिले पनि हाई पचाउनलाई यहाँ आएको। यस्तो रमाइलो छ अहिलेसम्म यस्तो राम्रो छ। निलो आकाश सेतो हिमाल यो भिर हेर्नुहोस् यस्तो छ तल यस्तो भ्यू छ। त्यसमाथि हामीहरूको चिया कफी यहाँ छ। चिया र कफी सब जिन्जर टीमा कफी यस्ता पागलहरू पनि आउँछन् नि यहाँ कफी हालेको मैले जिन्जर टी हजुर यो नयाँ हजुर यो नयाँ फ्युजन टी हो। ए सबै त इन्टरभ्यू मात्र लेभल भनेको खानुपर्छ। चिया खाने मेरो माइक मान्छे ए अदा लागि चिया कहाँ खाने भनेको मलाई चिया नबस्नु जस्तो छ। अनि यो खाएपछि चाहिँ यो चाहिँ यसरी फाल्ने होइन जथाभावी यो यसरी प्याक गर्ने अनि यो खल्तीमा यसरी हाल्ने अनि लगेर आफ्नो घरमा आफ्नो होटलको डस्टबिनमा फ्याल्ने सिस्टम। यो घाँस भएको सम्म गयो भने पुग्छ होला। तीन से 4 मिटर पुगिसक्यो हामी। टेलर माथि पुऱ्याउनु लागेको जान्ने मानेछ। अब 3 से 4 मिटर पुगिसक्यो हामी। अब 300 मा होइन कि त्यही त अघि 300 मा किन नरोकेको त नि? ठ्याक्कै रोक्नु पर्छ नि त। त्यही त अघि 300 मा किन नरोकेको त नि? कौन है ये लोग? कहाँ से आते हैं? ठेला जाने होल फिगर भयो नि। यो टपसम्म छ। यहाँबाट त बाटो यस्तो घुमाएर ल्याएको रहेछ है। कहाँबाट? यहाँबाट यस्तो घुमाएर ल्याएको रहेछ नि। मैले यहीँबाट सिधै भन्नु ठानेको। साँच्चै धुपसुप भयो त मजाले टिप्नु हुन्थ्यो नि। छैन रहेछ यहाँ धुपहरू। 4310 भइसक्यो है हजुर।
अझ के खोज्नु जान्ला त्यो अलिअलि थप घट हुन्छ भनेर मिस्टेक हुन्छ भनेर बढिहाल्छ नि सामानहरू त्यस्तै हो कि हो धेरै उता नजाऊ भिर अबै त्यो लेभलमा आइपुगेछ कुन लेभल कहाँ त्यो हिउँ परेको लेभलमा हो कि होइन अल्छी गरेको उसले अल्छी गरेको छ नि 314 ए 14 भयो यहाँको त्यही अनि 14 भएन नि त 50 गरौँ नगर दुईजना काम नभएको कहाँ गयो यहाँबाट सिधै रहेछ माथि ठाडो कति मिटर आयो अरे 4300 4300 मा आएर यहाँ पेजा पर्छ अरे